नामले अब जस्तो खालको त्यो मिलाउने होइन कि त्यति खिचेर नि हो ल अहिले हामी सनाङकोटको एउटा सानो रिजोर्टमा आएका छौँ म तिम्रो गर्ने भ्यू यिनीहरूलाई अर्दै मात्रै छैन ठाउँको ल लामो समयपछि फेरि सनाङकोटमा आइपुगेका छौँ चिसो मौसम छ असिना पनि अलिअलि परेको छ 30 वर्ष मतलब 3 महिना नै भएन होला सर म आएको 29 वर्ष अगाडि आएर एक रात बसेछु त्यति पहिला सर त्यति पहिला हो एक रात बसेछु यो दोस्रो रात हो अब सनाङकोट कता हिँडेको अब के पहिला त्यता त्यो अलिक फेरि ल यता भ्यू हेरिन्छ नि भ्यू भ्यू ल ओके आओ आप यहीं थे आस्ताम त तिमी गएको भनेको होइन र कसैले सर ए एकचोटि आस्ताम पनि ठिकै छ जानलाई अब अलि यो क्लियर हुँदा उकै बेलामा अब यो खुल्दै बादल है अब एकचोटि मात्र भने खाउदेनु
आउन भन्ने त्यसको आउन फेरि आफूलाई हुन भनिदिन्छु मुस्मुक्नु लागि मुने नआउने भनेपछि टाइमलाई एउटा दुईजना नसमाउनु क्या त्यसरी एकजनामा समाउनु बाबा त्यो ब्याग ल्याऊ ब्याग सारङकोटको डाँडैमा आऊ बस अडैमा सारङकोटको डाँडैमा आऊ बस अडैमा जति गएर फेवा त त्यति गएर सर एकदम सिरियस हुनुभयो पहिला